सुई हेलो 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 सबैजनालाई। आज बिहान चाहिँ उठेर बिहान नर्वेको म्याच अलिकति हेरेको थिएँ, हाइलाइट पनि। यिनीहरूको यो सेलिब्रेसन चाहिँ मलाई एकदमै दामी लाग्छ कि एकदम युनिक छ नि त। यिनीहरूको म्याचभन्दा पनि एकदम हाइलाइटमा आएको चाहिँ यो यिनीहरूको सेलिब्रेसन छ। रु भन्ने सेलिब्रेसन चाहिँ एकदमै अहिले त वर्ल्ड वाइडै फेमस भएको छ। त्यहाँदेखि यसको यो पनि दामी रहेछ नि त सेलिब्रेसनहरू। त्यहाँदेखि आज चाहिँ गाउँ जानुपर्ने थियो नि त। त्यहाँदेखि बाबाले बिहानै उठेर हामीलाई बस बुकिङसम्म पुऱ्याइदिनु भयो नि त। त्यहाँदेखि बस बुकिङमा एकदमै प्याक होस् नि त। त्यहाँदेखि बसमा पनि चढ्यौँ। बसमा चढेर चाहिँ झट्टै जर्नी स्टार्ट गरेर आउँदाखेरि यस्तो नै आइरहेको थियौँ हामी। बाटोहरू जे होस् राम्रै रहेछ। वाटरफलहरू पनि एकदम अब समर भएर त एकदमै राम्रो हो। वाटरफल त एकदमै बढेछ नि त। त्यहाँदेखि यो चाहिँ ब्रिज चाहिँ यो चाहिँ तक्ति ब्रिजमा चाहिँ अब चाहिँ यो पहिला चाहिँ यो नयाँ बिग्रेको थियो नि त, अहिले त राम्रो भएछ। त्यहाँदेखि बिस्तारै हामी फिन्सिलिङ आइपुग्यौँ है। फिन्सिलिङको बाटोमा सट्टै यहाँदेखि चाहिँ इन्डियादेखि जानुपर्छ नि त अहिले। इन्डियादेखि गएर त्यहाँदेखि भुटानको त माथि अलिक पिसफुल रोडहरू राम्रो पनि भएको छैन नि त, त्यही भएर इन्डिया जानुपर्छ। यो चाहिँ इन्डियनको पुलिसले ट्राफिकहरू अलिकति पुरा भइरहेको रहेछ नि त, म्यानेज गर्दैछ उसले ट्राफिकहरू। त्यहाँदेखि यो इन्डियाको घरहरू चाहिँ अब इन्डियादेखि पछाडि यो घर चाहिँ मलाई अलिकति दामी लाग्यो। अब दामी भन्दा पनि सानो एरियामा मजाले बनाएको छ। त्यहाँदेखि बिस्तारै वेदर त आम्मामा गरम चाहिँ भन्नै पर्दैन। गरम त कस्तो थियो नि अब इन्डियामा त त्यो अब टेम्परेचर पनि एकदमै हाई रहेछ नि त। प्लस उनीहरूको त्यो हावामा पनि एकदमै चिसो हावा नि, एकदमै तातो हावाले यहाँ वेदर चाहिँ जे होस् एकदम देख्दै थियो। त्यहाँदेखि सरर हावा खाँदै दैलो खोल्न भने त यो विन्डो खोल्न भने त साह्रो परिहाल्ने नि त। त्यहाँदेखि भोकले पनि पुरा साह्रो परेको थियो। त्यहाँदेखि फिस करी 2टा मगाएर चाहिँ स्टार्ट गरेको हामीले खानु। गरमले त्यस्तै पसिना चुहेर त्यहाँदेखि चटपटे किनेर लगेर चाहिँ गाडीभित्र बसेर दुईजनाले कटक कटक खाएर त्यहाँदेखि अब पसिनाले हेयर स्टाइल पनि सबै बिग्रिसकेको थियो नि त मेरो चाहिँ। पसिनाले अब सबै लुगा भिजेर त्यहाँदेखि यो चाहिँ भुटानको लङ्गेस्ट ब्रिज भन्छ, डाइना ब्रिज हो यो चाहिँ। यो चाहिँ यतापट्टि चाहिँ नयाँ, तर उतापट्टिको चाहिँ पुरानो थियो नि त। पुरानो पनि स्टिल यो डिसमेन्टल गरेकै छैन रहेछ, स्टिल राखेको अरे। यो बाइचान्स भोलि पर्सि नयाँ केही भइहाल्यो नि पुरानोदेखि हिँड्नुपर्छ भनेर एकदमै लङ्गेस्ट ब्रिज हो यो चाहिँ। ल सबैजनालाई घरमा पुगेर पनि साह्रो गलेको थियो नि त, त्यही भएर सबैजना प्लिज सब्सक्राइब पनि गरिदिनु होला। थ्याङ्क यू।